अनि कपडा खोइ त कपडा दिने पहिला एउटा थियो बाजा सोक यो उडान सोकट पहिला जोटा नै अलिकति बाँकी राख्ने अनि त्यो त्यसमा बाटोमा राखिदिनु तिनचोटि जोटालाई भगवानलाई यो है तेस्रो पटकमा एउटा दक्षिणा आउने गरी राखिदिनु अब नानीलाई पनि गर्नु त हातमा थाप्ने हातमा कपडा खोइ कपडा जिन मिल्छ जसले पनि दिनु केटाहरूले चाहिँ दिनु पर्दैन केटाहरूले दिनु मिल्छ यसमा शिक्षा दिने जस्तो योसँग तिनचोटि हुन्छ कि अलिकति बाँकी राख्ने तिन पटकमा अलिकति बाँकी राखेर त्यो पूजा गरेर त्यो कपडा लिने अलिकति त्यो धानले नै पूजा गरेर लिने अलिकति बाँकी राखेर यसो पूजा गरेर लिने ढोग्ने फुल छ कि छैन फुल पनि राखिदिनु त्यसमा रातो फुल एक कुरा राखिदिनु न अनि त्यो फुल चाहिँ टाउकोमा राख्ने ल अब अरूले पनि गर्न मिल्छ ल भने जस्तो सबैले गर्ने माला खै त तपाईँको माला लगाइदिनु भने होइन लगाइदिनु ल कलशमा त्यो छाइदिनु देउताको हुन्छ नि लगाइदिनु ल यो पनि लगाइदिनु बेहुला भयो बेहुली थियो अनि माथि लाउनु पनि मिल्छ अगाडि नदेखेकोले अरूले त चलन छैन अनि सम्झिनु पनि सम्झ दिदी भएर जाऊ दिदी पछाडि जाऊ फोटो खिचिदिन्छु लगाउनु अर्धबाट माला राखेकै हुँदैन अनि सम्झिन्छ भएको लगाइदिउँ नि त अब को पनि बालान्सुकै गर्ने फुपूहरू खोइ साबुन दिन त पछि ढोगा ल्याएपछि मात्रै गर्ने पहिलो पटक त सोकर त्यही बस्दै पनि सकालको टसँग गाउँमा त बनाइ बस हामीले नि गर्नुपर्छ होला पर्ने होला अब हामीले गरेपछि घरको मान्छेले नानी यता हेर
के हो बेहुली जस्तै भयो त के भएको बेहुला खै गणेशस्थानमा यो पनि लानुपर्छ है गणेशस्थानमा यो पनि लानुपर्छ म पहिला देउतालाई अलिअलि भिडियो खिचौँ भने गीतानी फेरि नाइट ड्रेसमा छ यहाँ छ त भिडियोमा आइसक्यो गीता अलिकति चामल हातमा राख्नुपर्छ पूजा गरेर लिनुपर्छ त्यो धानै मिल्छ धानै यसमा चाहिँ धान मिल्छ दिएपछि पूजा गरेर लिनु पर्यो कि यो अनि त्यो फुल टाउकोमा राख्ने टाउमा पूजा हुन्छ टाउको भरि फुल राख्ने ल अरू कोही बाँकी छ क्यामेरामा छोडेन यहाँ कतिवटा मोबाइल छ अब मोबाइलको धनी होला नि त अरू त्यो तिमी कहाँ जानु भयो हेर त दुईजना गिलास छ कि ओ साँझो तेलमा तपाईँको भयो त्यो छर्किँदै जाने कि गणेशस्थानमा जाने नातिनी भन्नु न नाति होइन नाति भएन कामको कुरा हेर्नु न जाने ल अब बिहेमा चाहिँ सुनको अहिलेसम्म हालेको लगाइदिनु पर्यो है नाना धेरै भयो यो यो नलाइदिने होस् होस् बिजाउँदैन नि त त्यसले बिजाउँदैन क्या भित्रकोले होस् खोइ सागर फोटो खिच्यो एउटा हेर्नु मलाई फरिरहेको खिच्नु सानो खिचेको हेलो गाइस हेलो खोइ त अनि मामाहरू पनि चाहियो मामाहरू आइसक्यो होइन भाउजूहरू जानुभयो कि तर यो सिधै भइसक्यो पछि दिनु भयो नि हुन्छ हजुर यहाँ गणेशस्थानमा गएर आइसकेपछि पनि दिने मिल्छ गरेपछि सिध्याइहाल्नु छ नि यहीँ सिध्याउनु भयो पनि हुन्छ यहाँ भएकोहरू यहाँ दियो छुट्टिनु गएपछि ल सिध्यो अब गणेश गएपछि सिध्यो है त्यो यसो थाप्ने बेलामा लास्टमा अलिकति बाँकी राख्ने के
ल भएन फुल टाउकोमा माइजहरूको नि गर्नुभयो पहिला पछि यो लुगा चाहिँ पछि दिनु यही लिनु भयो कलसमा छुवाइदिनु नि त्यसमा त राखेको त्यही राखिदिनु अब तिनचोटि पहिलो पटकमा त 3 पटक राख्ने त्यसलाई चाहिँ 3 पटकै दिनु पछि चाहिँ एकदम अलिकति बाँकी राख्ने होइन तपाईँ चाहिँ राख्नु सबै तल पठाइसकेपछि अलिकति हातमा बाँकी राख्ने यही पूजा गर्ने कि हामीले पनि पूजा गर्न मिल्छ यसमा 12 सिटी हो अनि गणेशमा पनि जानुपर्छ है पासा हो दिदी चाहिँ 12 पासाको भाग त्यो इँटामा भएको पनि 12 पासा लाइने दक्षिणा चलाएको सबै लिने त्यसमा इँटामा एउटा बाँकी राखेर सबै लिने 1000 रुपैयाँ राख्नु पर्थ्यो नि भन्थ्यो अहिले परिनाले छुट्टै दिनु पनि मिल्छ इच्छा छ भए जति दिन पनि मिल्छ 12 पासा भिडियो मैले गरिरहेको छु पर्दैन क्या मैले भिडियो गरिरहेको छु केही दिनु चाहिँ मिल्छ त्यो दिन मिल्दैन त्यो साथीलाई चलामा पनि धेरै हुन्छ नि बाँकी राख्नुपर्छ जल मिल्यो ल्याऊ बुपट्टि कलस छैन भन्छ त्यहीमा आइसरमा चढ्दा चाहिँ तल अन्त कोठे तिमीलाई लुगा लाउने बेबी आऊ न लुगा लाउन जानु सकिएको हो ल